नगरसभाका सदस्यहरू, हलेसिद्धवाचन नगरपालिकाको 17औं अधिवेशनमा नगर कार्यपालिकाको तर्फबाट आर्थिक वर्ष 2082-83 को विनियोजन आधारहरू प्रस्तावित आम्दानी तथा खर्चको विवरण पेश गर्ने अनुमति चाहन्छु। यस सम्मानित नगरसभामा प्रस्तुत भएको आर्थिक वर्ष 2082-83 को नीति तथा कार्यक्रम कार्यान्वयन गर्नका लागि तपसिल बजेट विनियोजनको आधार आम्दानी र खर्चको बजेट अनुमान पेश गरेको छु। सभाध्यक्ष महोदय, आर्थिक वर्ष 2082-83 को बजेट विनियोजनको आधारहरू प्रस्तुत गर्दछु। कानुनी आधारहरू नेपालको संविधानको धारा 229 मा नगरपालिकाको सञ्चित कोष र सो कोषबाट धारा 230 अनुसार नगरपालिकाको राजस्व र व्ययको अनुमान यस नगरसभामा पेश गर्ने संवैधानिक प्रावधान अनुसार बजेट बनाउँदा संघीय अर्थ मन्त्रालय र प्रदेशको आर्थिक मामिला मन्त्रालयबाट प्राप्त मार्गदर्शन, नेपालको संविधानको अतिरिक्त स्थानीय सरकार सञ्चालन ऐन 2074 को मार्गदर्शनलाई आधार मानिएको छ। ऐनको दफा 24 मा नगरपालिकाभित्र के कस्ता योजना बनाउने भन्ने कुरामा प्रष्ट रूपमा कानुनी रूपमा उल्लेख गरिएको छ। यस्तै संविधानको धारा 229 मा उल्लेखित नगरपालिकाको सञ्चित कोषमा जम्मा हुने नगरपालिकाको आय रकमका सम्बन्धमा ऐनको दफा 65 मा उपप्रमुखको संयोजकत्वमा रहेको स्थानीय राजस्व परामर्श समितिबाट ऐनको दफा 54, 55, 56, 57, 58, 59, 60, 61, 62 र 63 अनुसारको सेवा क्षेत्रमा स्थानीय कर राजस्व र गैर कर राजस्वका लागि प्राप्त परामर्शका आधारमा नेपालको संविधानको धारा 229 को 2 अनुसार चालु सभाबाट स्वीकृत गरी पारित हलेसिद्धवाचन नगरपालिकाको कर तथा गैर कर राजस्व सङ्कलन ऐन 2076 बमोजिम यसै बजेट तथा कार्यक्रमको अभिन्न अङ्गको रूपमा सभामा प्रस्तावित हलेसिद्धवाचन नगरपालिकाको आय व्यवस्थापन गर्न हलेसिद्धवाचन नगरपालिका आर्थिक 2081 को विधेयक समेतका आधारमा हलेसिद्धवाचन नगरपालिकाको आर्थिक वर्ष 2081-82 कानुनी आधार रहेको बेहोरा निवेदन गर्न चाहन्छु। त्यस्तै स्थानीय सरकार सञ्चालन ऐन 2074 को दफा 66 अनुसार नगर प्रमुखको संयोजकत्वमा रहने स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिबाट प्राप्त बजेटको सीमाका आधारमा ऐनको दफा 67 अनुसार उपप्रमुखको संयोजकत्वमा रहेको बजेट तथा कार्यक्रम तर्जुमा समितिबाट पेश भई नगर कार्यपालिकाबाट नगर सभामा पेश हुन स्वीकृत बजेट तथा कार्यक्रम नै यस सभामा पेश गर्नुपर्ने कानुनी आधार रहेको बेहोरा समेत निवेदन गर्न चाहन्छु। हाम्रो अभ्यास स्वाभाविक रूपमा लोकतान्त्रिक गणतन्त्र लोकतान्त्रिक शासन व्यवस्था भनेको समाजका सबै जात जाति वर्ग लिङ्ग धर्म र वर्ण भएका नागरिकहरूको सार्वजनिक कल्याण गर्ने राज्य संयन्त्र प्रत्यक्ष र अप्रत्यक्ष रूपमा अर्थपूर्ण सहभागिता हो। यसमा प्रतिनिधिमूलक प्रतिनिधित्व हुन्छ। लोकतन्त्रको सौन्दर्य पनि यही हो। वडा समितिहरूबाट बस्ती स्तरमा स्थानीय जनसाधारणको सहभागिताबाट छनौट भई प्राथमिकता प्राप्त कार्यक्रम नै उल्लेखित खण्ड क को विभिन्न समितिबाट कार्यक्रम छनौट र बजेट विनियोजन कार्य हुन्छ। यस सभामा समेत वडा स्तरमा योजना छनौट प्रक्रियामा संलग्न पदाधिकारीहरू रहेका छौँ। सभाबाट हामीले नै पारित तथा स्वीकृत गरी कार्यान्वयन पनि हाम्रै प्रत्यक्ष सुपरिवेक्षण अनुगमनमा गर्ने गरिएको छ। त्यसको मूल्याङ्कन समेत हामी नै गर्छौँ। यस प्रकारको हाम्रो अभ्यास दुनियाँको लोकतान्त्रिक व्यवस्थामा गौरवशाली अभ्यास रहेको बेहोरा पनि म सभामा निवेदन गर्न चाहन्छु। हाम्रो यस अभ्यासलाई हामीले कायम राख्न यसको सबल पक्षको प्रवर्धन आलोच्य पक्षको सुधार हाम्रै पहल प्रशंसनीय हुन सक्दछ। यस तथ्यलाई म विनम्रतापूर्वक यस सभामा अनुरोध गर्दछु। यसैबाट सुशासन सम्वर्धन सम्भव छ। समृद्धि हासिल गर्ने राष्ट्रिय लक्ष्य पनि यही हो। नेपालको संविधानले आत्मसात गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म पनि यही हो। आर्थिक
नगरपालिकाको आर्थिक ऐन 2082 को विधेयकमा नगर विविध कर तथा गैर कर राजस्वको दायरा र दर तथा बाह्य आयतर्फ संघीय सरकार प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण अनुदान, विशेष अनुदान, समपूरक अनुदान, सशर्त अनुदान, राजस्व बाँडफाँडबाट प्राप्त हुने रकम, अन्य सरकारी निकायबाट प्राप्त हुने रकम, गत सालको खर्च नभई सरेको रकम तथा दायित्व र सञ्चित कोषमा समावेश गरी खर्च गर्नुपर्ने हिसाब राख्नुपर्ने सम्पूर्ण रकमलाई आय बनाइएको छ। सभाध्यक्ष महोदय, यस सम्मानित सभामा आर्थिक वर्ष 2082-83 को राजस्वको मूल विशेषता संक्षिप्त रूपमा निम्नानुसार भएको बेहोरा निवेदन गर्न चाहन्छु। आर्थिक वर्ष 2082-83 मा पनि साबिक हलेसित वाचन नगरपालिकाको सेवा शुल्कको दरमा सामान्य हेरफेर मात्र गरी विक्रम सम्वत 2082 साल साउन 1 गतेदेखि नगरपालिकाका सबै वडामा सेवा शुल्क 10 रुपैयाँ एउटै दर कायम गरिएको छ। सम्पत्ति कर तथा भूमिहीन करलाई व्यवस्थित रूपमा सञ्चालन गर्न, सङ्कलन गर्न जग्गा तथा घरको किसिम वर्गीकरण वैज्ञानिक तरिकाले गरी करको दायरालाई फराकिलो बनाइएको छ, जस अनुसार हलेसित वाचन नगरपालिकामा निर्माण भएका सडक सुविधालाई आधार मानी सम्पत्ति कर तथा भूमि कर निर्धारण गरिएको सम्मानित सभामा अनुरोध गर्दछु। हलेसित वाचन नगरपालिका क्षेत्रभित्र बिक्री वितरण हुने वस्तु तथा सेवामा राजस्व परामर्श समितिको सिफारिसमा तोकिएको आधारमा नगरपालिकाभित्र उत्पादित वस्तु तथा सेवामा शुल्क निर्धारण गरिएको छ। कर तथा गैर कर राजस्वका दरलाई भन्दा दायरालाई फराकिलो बनाउने प्रयत्न गरिएको छ। नगरपालिका निर्माण गर्ने दायित्व नगरवासीहरूकै हो। आर्थिक सहभागिता करलाई रहरका रूपमा आत्मसात गर्ने, संस्कृति सम्वर्धन गर्न निजी क्षेत्रको संस्थागत प्रतिनिधिमूलक संस्था हलेसित वाचन उद्योग वाणिज्य सङ्घको विगतदेखिको सहकार्यलाई अझ सक्रिय र सशक्त बनाइनेछ। कर नतिर्ने जो कोहीलाई कठोर नीति लिइनेछ। संघीय प्रदेश तथा स्थानीय तहका सरकार अन्तर्गत निकाय तथा नेपाल सरकार अन्तर्गत स्वायत्त निकायहरू र वित्तीय संस्थाहरूबाट प्रवाह गर्ने सेवा स्थगनमा खारेज गर्ने सम्मका कारबाहीका लागि आवश्यक व्यवस्था गरिनेछ। सभाध्यक्ष महोदय, आर्थिक वर्ष 2082-83 को बजेट आय आम्दानी प्रस्तुत गर्न चाहन्छु। सरकारतर्फ 11,29,18,719 रुपैयाँ, राजस्व बाँडफाँड प्रदेश सरकारतर्फ 1,06,92,000 प्राप्त भएको छ। वित्तीय समानीकरण अनुदान संघीय सरकारतर्फबाट 11,16,00,000 प्राप्त हुन आएको छ। वित्तीय समानीकरण अनुदान प्रदेश सरकारबाट 59,92,000 प्राप्त हुन आएको छ। आन्तरिक स्रोत नगरपालिकाबाट 1,45,00,000 प्राप्त हुने हामीले प्रक्षेपण गरेका छौँ। घर जग्गा रजिस्ट्रेसन दस्तुर 10 लाख प्राप्त हुने हामीले प्रक्षेपण गरेका छौँ। जम्मा 26,07,02,719 रुपैयाँ हामीले आम्दानीको रूपमा प्रक्षेपण गरेका छौँ। त्यसै गरी सशर्त अनुदान संघीय सरकारतर्फबाट 34,76,00,000 प्राप्त भएको छ। विशेष अनुदान संघीय सरकारतर्फबाट 69 लाख प्राप्त हुन आएको छ। समपूरक अनुदान संघीय सरकारबाट रु 75 लाख प्राप्त हुन आएको छ। समपूरक अनुदान प्रदेश सरकारबाट 1,40,00,000 प्राप्त हुन आएको छ। सशर्त अनुदान प्रदेश सरकारबाट 1,51,79,000 प्राप्त हुन आएको छ। त्यसै गरी सामाजिक सुरक्षा तथा संरक्षणतर्फ रु 15 करोड प्राप्त हुने कुराको निवेदन गर्न चाहन्छु। जम्मा हलेसित वाचन नगरपालिकाको विनियोजन 80,18,81,719 रुपैयाँ भएको निवेदन गर्न चाहन्छु। सभाध्यक्ष महोदय, नगरपालिकाले सङ्कलन गर्ने आन्तरिक आयको शीर्षक गत विवरण र सोको दरेड समेत यसै साथ संलग्न गरी आर्थिक ऐनमा उल्लेख गरी प्रस्ताव गरेको छु। पानी, पर्यटन र पूर्वाधार वर्षको रूपमा आर्थिक वर्ष 2082-83 को बजेट खर्चको व्यय प्रस्तुत गर्ने अनुमति चाहन्छु।
कुल बजेट 80,18,81,719 मध्ये चालुतर्फ 46,15,29,000 र पुँजीगततर्फ 19,03,52,700 र सामाजिक सुरक्षातर्फ 15 करोड बजेट प्रस्तुत गरेको छु। म विनियोजनलाई प्रस्तुत गर्ने अनुमति चाहन्छु। वडागत एकमुष्ट सिलिङ विनियोजन 4,22,50,000 विनियोजन गरिएको छ। त्यसैगरी शीर्षकगत रूपमा भोलेसुङ पार्कदेखि रक गार्डन जाने बाटो स्तरोन्नति रु 1 करोड, हलेसी सांस्कृतिक सर्किट अन्तर्गत संग्रहालय निर्माण रु 2 करोड, सडक बोर्ड नेपाल संघको सहकार्यमा रु 30 लाख, सिंचाई उर्ले रूपाटार डिक्वा लिफ्टिङ खानेपानी योजना रु 1 करोड 7 लाख, शिक्षा शाखालाई एकमुष्ट रु 2 करोड 18,54,600, प्रशासनिक भवन निर्माण 1 करोड 50 लाख, नगर सडक निर्माण 50 लाख, मर्मत सम्भार कोष रु 40 लाख, महिला बालबालिका ज्येष्ठ नागरिक दलित तथा अपाङ्गतर्फ 52,54,000, तार जाली खरिदतर्फ 15 लाख, पर्यटन तथा धार्मिक सांस्कृतिक संरक्षण तथा पूर्वाधार निर्माणतर्फ 85,10,119 रुपियाँ, कृषि तथा पशुपक्षी विकासतर्फ 61,50,000, युवा तथा खेलकुदतर्फ रु 9 लाख, पुँजीगत सेवा परामर्शतर्फ 19 लाख, विपद व्यवस्थापन तथा सुरक्षित नागरिक आवासतर्फ 20 लाख, स्वास्थ्य शाखातर्फ 70,75,000, भाषा साहित्यतर्फ 5 लाख, सूचना प्रविधि सञ्चालन तथा व्यवस्थापनतर्फ 10 लाख, खानेपानी संरचना निर्माण तथा सिंचाई आयोजना सञ्चालनतर्फ रु 1 करोड, उद्योग विकास शाखा मार्फत 6,50,000, 25,000, भौतिक पूर्वाधार शाखा र सामग्री खरिदका लागि 3,59,000, एकल नागरिक जीविकोपार्जन कार्यक्रमका लागि 5 लाख, आन्तरिक रोजगारी सृजना, राष्ट्रिय रोजगार कार्यक्रम लागत साझेदारी तथा मिशन रोजगारी कार्यक्रमका लागि 26 लाख, अन्य सङ्घ संस्था योजना तथा कार्यक्रममा लागत साझेदारीको लागि रु 28 लाख विनियोजन गरिएको छ। सभाध्यक्ष महोदय, 17,35,77,719 रुपियाँ विनियोजन भएको म निवेदन गर्न चाहन्छु। विनियोजनका सीमा र आधारहरू, कार्यालयको सञ्चालन अनिवार्य खर्च, नगरवासीको विकास समृद्धिको चाहना, सबै क्षेत्र र वर्ग तहको समानुपातिक विकासका लागि गर्नुपर्ने लगानी, विकासका साझेदारहरूसँग गर्नुपर्ने सहकार्यका लागि परिचालन गर्ने स्रोतको व्यवस्था, टोल बस्ती स्तरबाट छनौट र प्राथमिकरण भई आएका योजनाहरूको सङ्ख्या र आवश्यकता, यसै सम्मानित सभाबाट स्वीकृत विनियोजन प्रस्ताव, यी सबै कुरालाई आधार मानेर आर्थिक वर्ष 2082-83 को लागि हलेसी तुवाचुङ नगरपालिकाको आम्दानी र आउने समयको विनियोजन सम्मानित सभा समक्ष श्रीमान नगर प्रमुखज्यूको आदेशबाट प्रस्ताव गर्ने र प्रस्तावित बजेट यहाँहरूमा छलफलका लागि प्रस्तुत गर्दै म आफ्नो कुराहरू समापन गर्छु। धन्यवाद। Gracias.